नमस्ते सेवा सम्पूर्ण साथीहरूलाई र राम ब्लगमा हजुरहरू सम्पूर्णलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। आई होप तपाईहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै ठिकै छु। र यति बेला चाहिँ म एकदम विशेष ठाउँमा आएको छु गाइजहरु हैन। ल यता देख्न सक्नुहुन्छ एकदम खतरा भ्यूज देखिन्छ साथीहरू है। यतातिर ओ माय गॉड खतरा दामी ठाउँ देखियो है त साथीहरू। यता चाहिँ हैन पुम्तीकोट हो। म चाहिँ यति बेला ठ्याक्कै पुम्तीकोटमा आइपुग्ने आँटेको छु। जस पुगे भनौँ न हैन। यता एकदम दामी छ, बब्बाल छ, देख्न सक्ने हुनेछ। यतातिर एकदमै रमाइलो छ र यता तल देख्न सकिन्छ हामी चाहिँ एकदम मनोरञ्जन भइरहेको छ, दिँदै नै छ। ओ पिङ के पिङको भन्छ हौ, यसको नाम त मलाई थाहा भएन हौ गाइजहरु। यार सिकाइदिनु पर्यो मलाई पनि झप्पसँग हैन, सिक्नु पर्ने छु पिङको नाम भन्नु पर्ने है। म चाहिँ मास्तिरबाट चाहिँ केही भ्यूजहरू देखाउने छु। दामी देखिन्छ कि जस्तो लागिरहेछ पुम्तीकोट। ल साथीहरू हेर्न यति बेला चाहिँ म पुम्तीकोट आइपुगेको छु। अनि यहाँबाट चाहिँ यसो केही दृश्यहरू चाहिँ देखाइरहेको छु है त गाइजहरु। ल हेर्नुहोस् यता ब्रिज, स्काई ब्रिज। ओ चढ्नु पर्छ क्या हो। ल गाइजहरु यसको नाम चाहिँ के हो म त आउँदैन साथीहरू, भनिदिनु पर्यो। यहाँबाट चाहिँ एकदम बब्बाल देखिँदो रहेछ हेर्नु त साथीहरू। यतातिर यस्तो खतरा देखिन्छ कि यहाँबाट चाहिँ है, पुरै बब्बाल देखिँदो रहेछ है त। ल शिवजी देख्न सकिन्छ यहाँबाट है। वाउ म चाहिँ यो भित्र छिर्दैछु है त साथीहरू। अब हेर्नु होला यतातिर चाहिँ यस्तो बब्बाल देख्न सकिन्छ कि यतातिर चाहिँ साथीहरू है। टक्कसँग रमाइलो देख्न सकिन्छ यता साथीहरू। ल बब्बाल दामी छ। ल यता हेर्न सक्नुहुन्छ यता। हो ल पुम्तीकोट हेर्न सक्नुहुन्छ साथीहरू। एकदम खतरा बब्बाल देखिन्छ नि त साथीहरू। ओ मम्म यतातिरको दृश्यहरू। ल वाउ दामी छ साथीहरू, दामी छ। ल यहाँबाट चाहिँ एकदम वान राउन्ड चाहिँ खतरा भ्यूज देखाइदिनु पर्छ साथीहरूलाई है। कस्तो हुन्छ भन्दाखेरि यहाँबाट चाहिँ यस्तो देख्न सकिन्छ कि सरारारा। अब म देखाउँदैछु कता हैन, यतातिर हेर्नु होला साथी हो। ओ बब्बाल हिमालहरू पनि देख्न सकिन्छ यतातिर है। र पुम्तीकोट पनि देख्न सकिन्छ। बाप्रे देख्न सकिन्छ हैन। म त यति बेला पुम्तीकोटमै छु हैन, तर अहिले चाहिँ बिचको भागमा चाहिँ छु भनौँ हैन। शिवजी हेर्न सक्ने हुनेछ, महादेव। र यतातिर पनि देख्न सकिन्छ यस्तो भिड छ कि हैन। बब्बाल देखिन्छ है त, बब्बाल देखिन्छ यतातिर चाहिँ गाइजहरु। ल साथीहरू आज चाहिँ यतातिर घुम्न आइपुग्यो। अब चाहिँ लागेको गाइजहरु, फेरि भेटौँला। आजलाई चाहिँ बाइ बाइ है।